सामुदायिक शिक्षा भन्नाले के बुझिन्छ? ए. समुदायका सम्पूर्ण बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउनु। बी. विद्यालयमा प्रवेश भएका सबै बालबालिकालाई उनीहरूको क्षमता, आवश्यकता, चाहना, रुचि अनुसारको शैक्षिक वातावरण उपलब्ध गराएर शिक्षा दिनु। सी. प्राथमिक शिक्षा अनिवार्य र निशुल्क गर्नु। डी. क र ख दुवै हुन्। यसको सही उत्तर रहेको छ डी. क र ख दुवै हुन्। शिक्षामा समान अवसर हुनका लागि तलका मध्ये कुन आवश्यक छ? ए. पहुँच, बी. गुणस्तर, सी. पूर्णता, डी. माथिका सबै। यसको सही उत्तर रहेको छ डी. माथिका सबै। आधुनिक सिकाइ अवधारणामा सिकाइलाई तलका मध्ये कुन दृष्टिकोणबाट हेरिन्छ? ए. ज्ञानको हस्तान्तरण, बी. अनुभवको हस्तान्तरण, सी. प्रशिक्षकको सक्रियता, डी. ज्ञानको विकास। यसको सही उत्तर रहेको छ डी. ज्ञानको विकास। ब्रुनरको सिकाइ सिद्धान्त कहिले प्रकाशनमा आयो? ए. 1950, बी. 1955, सी. 1960, डी. 1965। यसको सही उत्तर रहेको छ सी. 1960। साइकोलोजी शब्द कुन भाषाबाट आएको हो? ए. ग्रिक, बी. फ्रेन्च, सी. अङ्ग्रेजी, डी. जर्मनी। यसको सही उत्तर रहेको छ ए. ग्रिक। शिक्षा ऐन 2028 को नवौं संशोधन कहिले भएको हो? ए. 2073 3 महिना 15 गते, बी. 2074 7 महिना 15 गते, सी. 2074 8 महिना 15 गते, डी. 2074 7 महिना 6 गते। यसको सही उत्तर रहेको छ डी. 2074 7 महिना 6 गते। शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रतिवेदन शिक्षक सेवा आयोगमा कहिलेसम्म पेश गर्नुपर्दछ? ए. वैशाख मसान्त, बी. कार्तिक मसान्त, सी. पुष मसान्त, डी. साउन मसान्त। यसको सही उत्तर रहेको छ ए. वैशाख मसान्त। दिइएका मध्ये कुन आचार संहिता विद्यार्थीसँग सम्बन्धित छ? ए. विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनुपर्ने, बी. विद्यार्थीहरूलाई योग्य नागरिक बनाउने उद्देश्यले अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनु पर्छ, सी. विधाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनु हुँदैन, डी. आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सच्चरित्रलाई प्रोत्साहन गर्नुपर्छ। यसको सही उत्तर रहेको छ ए. विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनुपर्ने।